बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बेड। कथा सुरु हुन्छ झापाको 5 जना पाहुनाहरू आगमनबाट। झापाबाट 5 जना पाहुना आइराख्दाखेरि उत्कारको लागि भनेर 5 वटा सिसाका पारदर्शी ग्लास अगाडि सारिन्छ। मदिराका घुट्कीहरू सट हाल्दै ट्याङ ट्याङ चियर्स गर्दै मदिराका घुट्की सेवन गरेर मस्त लट्ठ रोमाञ्चक दृश्य बनाउँदै बसिरहेका हुन्छन् ती 5 जना पाहुनाहरू। यतिकैमा त्यो भान्साको कुनामा रहेको त्यो स्टिलको ग्लास यो सब देखिरहेको हुन्छ। आज यो मनोरञ्जनको घडीमा ऊ किन यसरी भान्साको कुनामा थन्किरहेको छ? उसलाई मनमा एकदम दुखेर ऊ एकदम भक्कानिएर ऊ चित्त दुखाएर बसिरहेको हुन्छ। यो समाजले आज बिर्स्यो कि त्यो स्टिलको ग्लास जब त्यो खेतमा जोतेर त्यो पसिनाले र्यालछ्याल हुँदा प्याल हुँदाखेरि प्यास मेटाउनलाई जग बनेर पुगेको थियो त्यो स्टिलको ग्लास। जब टोयलेटमा जब जग थिएन त्यो बेला पुगेको थियो त्यो अङ्गरक्षक बनी पुगेको थियो त्यो स्टिलको ग्लास। नगरपालिकाले राखेको त्यो जारको भाँडामा जोडिएर राखेको थियो त्यो स्टिलको ग्लासलाई जसले हजारौंको प्यास मेटाएर बसेको थियो। आखिर यो विभेद किन यसरी हामीले समाजमा हामीले स्टिलको ग्लास लिएर यो सिसाको ग्लासलाई हामीले विभेद गर्यौं? किन सिसाको ग्लासले ऊ पारदर्शी छ भनेर र स्टिलको ग्लास छैन भनेर हामीले विभेद गर्यौं? स्टिलको ग्लास पनि त मन हो। उसले कति थोक उसले पुर्याएको थियो, कति इच्छा आकांक्षा उसले मारेर त्यो पुस्तेनी पुस्तादेखि त्यो परिवारलाई साथ दिएर बसेको थियो। त्यो आखिर किन त्यो एक झमटमा चकनाचुर हुने त्यो सिसाको ग्लास आज त इम्पोर्टेन्ट भयो? आखिर किन यो वर्षौंदेखिको इमानदारी र त्यो देखावटीपन नदेखाउनुको कारण आज यसरी रिजेक्ट गरिन्छ त्यो स्टिलको ग्लासलाई? यो त हाम्रो समाजको गहिरो विभेद हो।